हेलो गाइज के छ म त खेततिर जान लागेको गाइज हामी आएको अहिले खेततिर पानी पर्ने बेला भएछ पानी पर्ला जस्तो पनि छ धेरै छैन बादलहरू यहाँ भान्जालाई पनि लिएर आएको भान्जा कहीँ काम छैन यहाँ चिचर त्यहाँ काम गर्नु आउनु छ यिनले मलाई दुःख दिइसके तार खोलिदिनु थियो पानी आयो भने तार पनि खोल्नु त्यस्तै हुन्छ फेरि रोपाई गर्नको लागि जोत्न पनि त्यस्तै हुन्छ हाम्रो पानीहरू चाहिँ अँधेरो भइहाल्छ बल्ल कति 5 बज्यो यस्तो छ आज फेरि ठुलै पानी पर्छ जस्तो छ के हुन्छ चारैतिर हेरिरहेको छु म पानी पऱ्यो भने त दुःख हुन्छ धेरै पानी ठुल्ठुलो थोप आइसकेछ बाख्रा त्यहाँ खोरभित्र छ बाख्रा पनि आइसक्यो खेततिर ढोका खोल्नु छ उहाँ बाख्रा मेरो उहाँ गोठो मेरो बाख्रा उताबाट बाख्रा आइसकेको छन् बाख्रालाई बाँध्नुपर्छ दुग्री जल्दी जल्दी भान्जाको काम छैन यहाँ चिच्चे बसिरहेछन् बाख्रालाई म चाहिँ चिच्चो तार खोल्नु पर्यो भने लागिरहेको छु पानी परिरहेछ म तार खोल्नु जानु छ चिच्चो मलाई दुःख हुने भयो दुःख पाइन्छ आज चिच्चो जानु छ पानी पर्न लाग्यो ओ गाइज पानी